हे गाइस वेलकम ब्याक टु माई मिनी ब्लग। तपाईहरुलाई स्वागत छ मेरो न्यू मिनी ब्लगमा। हजुरहरु सन्चै हुनुहुन्छ? हामी पनि सन्चै छौं। आज चाहिँ हामी जाँदैछौं देउराली जाँदैछौं। गफ गर्दै जाँदैछौं। हाम्रो चाहिँ देउरालीमा काम छ कि अहिले चाहिँ हामी भोजपुरको बस पार्कमा पुग्यौं। हेर्नुस् है भोजपुरको बस पार्क यस्तो छ। हामी चाहिँ गफ गर्दै जाँदा फाइनली देउराली पनि पुग्यौं। देउरालीमा चाहिँ यहाँनेरि दिदीहरु आउनुहुँदैछ नि त, त्यही भएर पर्खिरहेछौं। पर्खेदा चाहिँ यताउति हेर्दा त हेर्नुस् त कति राम्रो फुल। हामीले चाहिँ दिदीलाई पर्खिदै थियौं। अन्त मलाई त हाई आएर हो निन्द्रा पनि लाग्दै थियो। अनि अझ चाहिँ किन देउराली गएको भने बल थियो क्या, भलिबल खेल्नु थियो। अनि त्यही भएर दिदीले बोलाउनु भएको थियो अनि हामी गएको थियौँ। त्यही दिदीलाई फेरि हामीले चाहिँ पर्खिरहेछौँ। हामी सबैभन्दा फर्स्ट पुगेको थियौँ नि त। दिदीलाई पर्खिँदा बल्ल आउनु भयो। त्यही भएर हामी चाहिँ अहिले ग्राउन्डमा गयौँ बल खेल्ने ठाउँमा। अनि त्यहाँनिर क्युट खरायो पनि पाल्नु भएको रहेछ। त्यहाँ पुग्दा पनि फेरि पर्खिनु नै पर्ने भयो अर्को टिमको खेलाडी मित्रहरूलाई। यो चाहिँ बल खेलिसके पश्चातको हात हो। हात त सुनेर हो। मैले त भलिबल खेलेको भिडियो गर्न पाइनँ, त्यही भएर भलिबल खेलेको चाहिँ लाइन। उहाँहरू चाहिँ मेरो टिमको अर्थात् हामी एक टिमको थियौँ अनि अरूहरू हुनुहुन्थ्यो। अनि हाम्रो आजको गेम चाहिँ बराबरी हुन गएको छ। अनि हाम्रो गेम सकिसकेपछि चाहिँ यता दाजुहरूको गेम थियो। अनि दाजुहरूको गेम पनि हेरौँ न त भनेर हेरिरहेछौँ। अनि मैले चाहिँ पोइन्ट गरिरहेको छु। अनि यता फेरि दिदी सुती हुटिङ गर्नुहुँदैछ। हामी फर्किने क्रममा चाहिँ मलाई चाहिँ एउटा प्लान्ट मन पर्यो। अनि त्यही भएर मैले दिदीलाई मागेँ अनि मैले चाहिँ बोकिरहेको छु। अब गेम मात्र खेलेर भएन नि त, खाजा पनि त खानु पर्यो। त्यही भएर हामी चाहिँ चाउमिन सिकुटी खाँदैछौँ। म चाहिँ रुममा पुगिसकेँ। आजलाई यति नै, बाई बाई।